हिजो आज गाउँघरमा चुर्लुममा गङ्गा, काशी, गयाजी, सारनाथ, कुशीनगर, हरिद्वार, बागमती कहाँका नदीहरूमा चुर्लुममा डुबेर पवित्र भइन आएका जस्ता एकदम कसिलाएको सुन जस्ता कहलिएर मान्छेहरू गाउँमा चाहिने खुबसँग आफ्ना डम्फु, मादल होइन तबलाहरू चाहिँ बजाउने गरेका छन्, सारङ्गीहरू बजाउने गरेका छन्। यी डम्फु, मादल, सारङ्गी, तबलाहरू त्यो बेलासम्म बज्दछन् जति बेलासम्म तिनका चाहिँ गोठी झर्दैनन्, जति बेलासम्म तिनका सुर दिने तार चुडालिन्नन् नि, कति दिनसम्म जनतालाई ढाँटेर बस्न सकिन्छ र। त्यसैले आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, हामीलाई खानेपानी कसैले बनाइदिउँ भन्छ, त्यो झुट हो। बाटो दिउँ भन्छ, झुट हो। विद्यालय दिउँ भन्छ, झुट हो। यिनले साँच्चीकै कर्म गर्थे भने त आज लाखौँ, हजारौँ, लाखौँ आमा बुवाका छोराछोरीहरू विदेशिनु पर्ने थिएन। यही इन्डियामा गएर कैयौँ आमा दिदीबहिनीहरू हराएका छन्। आज चाहिँ नि साँझ खाउँ त बिहान के खाउँ भन्ने भुइँ मान्छेहरूलाई तडपिनु पर्ने थिएन। अनि यिनले भनेका बाँडेका हिजोका सपनाहरू कहाँ गए? कता गए ती सपनाहरू? के सबै सपनाहरू पुरा भए त? के अहिलेको सर्वहारा श्रमजीवी वर्ग हिजो आज जन्मेको हो त? यस्ता कुराहरू पनि हामीले परिकल्पना गर्नुपर्छ। त्यसैले देश र जनताको लागि जसले सत रूपमा अगाडि राखेर वफादार बनेर सफा नियत राखेर काम गर्छ, त्यस्तो नेताहरूलाई हामीले भोट दिने हो। हामीले भोट दिनै पर्छ, तर आफ्नो भोट सुरक्षित बनाऊ। हामी आफू असुरक्षित हुने गर्नु हुँदैन। हेर्नुहोस्, यहाँ कसैले कसैको लागि गर्नेवाला छैन। सब आफ्नो दुनु सोझ्यानी हुन्। जो चाहिँ नि गाउँका नेता पल्टेर, झोले पल्टेर चाहिँ यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्छन् नि, तिनीहरूले त केही न केही आफ्नो झोलो, आफ्नो दुनु सोझेका कारणले लागि परेका हुन्छन्। तर हामी जहाँ छौँ, जस्ता छौँ, त्यस्तै छौँ। हाम्रो आमाबुवाले जस्तो गर्नुभएको थियो त्यही आमाबुवाको परखले आज तपाईँ जे गर्दै हुनुहुन्छ तपाईँको परखले, भोलि तपाईँ जे हुनुहुन्छ तपाईँकै परखले हुने हो। कसैको परखले केही हुनेवाला छैन। त्यसैले आफ्नो मतलाई सुरक्षित साथ राखेर इमान्दार, असल, कर्तव्यनिष्ठ, वफादार मान्छेलाई हामीले दिनुपर्छ। हाम्रो मत, हाम्रो भविष्य, हाम्रो मनोकामना पुरा गर्ने हाम्रो लक्ष्य।